हेलो गाइज वेलकम टु माई ब्लग। आजको ब्लगमा तपाईँलाई वेलकम छ साथीहरू। आजको मेरो ब्लग अछामी भाषामा छ, मेरो गाउँको मेरो ठाउँको भाषामा। साथीहरू आज रातितिर मैले ब्लग बनाइराखेको छु, किनभनेपछि दिउँसो मेरो टाइम हुँदैन। सो आज हाम्रो घरमा मेरी बहिनीहरूले केही डिस बनाउँदैछन्। त्यो डिसको नाम म हजुरहरूलाई अहिले भन्ने छैन। हजुरहरूले मेरो साथ दिए, मेरो सपोर्ट दिए, उछि मात्र तपाईँलाई मेरो च्यानलमा राम्रो मेरो माया तपाईँ पाउनेछौ साथीहरू। अब म तिमीलाई लिन जान लाग्छु मेरी बहिनीहरू के बनाउन लागिछन्, म त्यो ठाउँमा लिँदै आओ जाउँ। यो हो मेरी टाउँ टाउँ मेरी छोरी, यिनी हुन् मेरी प्यारी भान्जी, यी हुन् मेरी प्यारी प्यारी मम्मी। मम्मीले आज बनाउन लागेकी छन् एक मजाको डिस, त्यसको नाम हो मोमो। यो हो खिमा। आज हामी मोमो बनाउँदा भयौँ। उहाँहरूले साथीहरू मोमो बनाउन अब तयारी गर्दै हुनुहुन्छ मम्मी अनि बहिनीले। अब यहाँ मोमोलाई यसरी प्याक गर्न लागेछन् मम्मीले। यता मेरी छोरी पनि लागेकी छ काममा। छोरी पनि अहिलेदेखि ब्लगर बन्न लाग्यो। बाएको भइहाल्यो 3-4 दिन। 3-4 दिन भयो के त? कहाँ हो तिम्रो घर? मेरो घर अछाम। अछाम हो? अछाम कहाँ? साफिया। साफिया हो के त? के भन्न चाहन्छौ त मेरा जो युट्युबमा भएका केही पनि भन्न चाहदैन। सन्दीप तिरुवाल युट्युब च्यानललाई लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला, फलो गरिदिनु होला, हाम्रो मोमोज खान आइदिनु होला र कस्तो भन्छ त्यो पनि भनिदिनु होला। धन्यवाद मेरी प्यारी बहिनी। आज हामी मोमो बनाउँदैछौँ। अब बच्चाहरू छन् सानो, त्यही भएर अब घरको हेल्दी मोमो खुवाउनलाई चाहिँ घरमै हल्का किमा सिमा ल्याएर मोमो बनाउँदैछौँ। पछि मैले भन्न खोजेको के भने तिमी यति मेहनत गर्न लागेका छौ, यो मेहनत गर्नुभन्दा तिमीले 1 प्लेट मोमो 2 प्लेट मोमो तलै किनेर ल्याएर ठेलामै हुँदो त्यो त हो, तर बच्चाहरू छन् भनेर मलाई चाहिँ बच्चाहरूलाई चाहिँ बाहिरको खुवाउनु मन पर्दैन। अब भान्जी पनि आएछन्, सानो छन् बिचारा, यहाँबाट बिरामी भएर गयो भने फेरि हामीलाई पनि राम्रो लाग्दैन नि त। त्यही भएर अब घरमै हेल्दी रेसिपी अपनाएर चाहिँ बनाउन लागेको। यो बनाउनको लागि चाहिँ अब सबभन्दा पहिला त मासु चाहियो। मासुको किमा विथाउट बोन्स नभएको मासु ल्याएर अनि किमा बनाउने। किमा बनाइसकेपछि अब त्यसमा चाहिँ हामीले अलिअलि तरकारीहरू, पत्ताकोपी अनि प्याज अनि अदरक लसुन आफ्नो टेस्ट अनुसारको चाहिँ हालेर चाहिँ मसिनो किमा बनाउने। अनि त्यो बनाइसकेपछि चाहिँ मैदालाई मिचेर पिठो बनाएर, पिठो यसरी डल्लो बनाएर अब नानुले बेलिराख्नु भएको छ, बेलेर अनि यसरी फिल गर्ने। अनि यो फिलिङ गरिसकेपछि हामीले मोमोको भाँडामा राख्ने। त्यसपछि चटनीको लागि चाहिँ अब आफ्नो स्वाद अनुसारको, कसैले भटमास, तिल अनि प्याज, टमाटर, अदरक, हरियो धनियाँ हालेर चाहिँ त्यसलाई पिसेर चाहिँ अब झोल बनाउन चाहे झोल, नभए सुक्खा अचार पनि खान सकिन्छ। ल अब यो रेडी भयो, हेर्नुहोस्। म यसलाई स्टिम गर्न चाहिँ लगेर जाँदै। हामीसँग चाहिँ मोमोको भाँडा चाहिँ हामीले ल्याइसकेका छैनौँ अहिलेसम्म, होइन। 2-3 चोटि ल्याउँछु भन्दा के कारणले ल्याउन भ्याएनौँ। अब यो चाहिँ हामीले यो हाम्रो अछामीमा चाहिँ यसलाई चाल्नु भन्छ, यो छान्ने जस्तै छ, यसमा पकाउन गइरहेछ। यसरी बनाएर चाल्नु हालेर चाहिँ माथिबाट यसरी छोपिदिने। हेर्नु हाम्रो 1 प्लेट मोमो चाहिँ स्टिम भइसकेको छ है, तर फुट्या छ यार। अच्छा, यो त बजारका भन्दा पनि निको छ त। तिमीले घर त कति निको बनाएकी छौ त। खै काचै भयो कि थाहा भएन। अच्छा, भेरी गुड। वाउ, एकदम राम्रो। पाक्यो कि पाकेन कसरी हेर्नु त? त्यो खाएर हेर न के छ, पाकेको छ कि त? वाउ, तपाईँ मोमो मैले टेस्ट गरेँ, बजारका मार्केटका भन्दा पनि निको छ त। हो र, थ्याङ्क यू। मेरो यिनी 2 जना चाहिँ मोमो खान लागिसक्यो होइन। अब यता सानवीको लागि हो यो। ऊ सानवी रुइखेन्ड झल्याखेन्ड खाने भनिखेन्ड अब यी खान लागेको छ भनेर आफै खाने भनिदिन्छ। यति नानी भइ पनि भन्यो। साथीहरू यस्तो भएको छ मोमो हाम्रो घरमा बनाएको, हेर्न सक्नुहुन्छ हजुरहरूले। कस्तो छ मिला आजको मोमो?
एकदम टेस्टी छ, सबैजना खाना आउनु होला है। हो ओके के भन्न चाहनुहुन्छ तपाईँ बजारको भन्दा पनि धेरै टेस्टी मोमो छ। बजारको अनि यो सुप त एकदमै राम्रो छ। यो सुप पनि हो र यस, सुप पनि हो। यो के मटन सुप रहेछ यहाँ सुप पनि अलिकति चिकन सुप रहेछ सरी खै खै चिकन सुप अलि थोरै भए जस्तो छ ल अब म पनि खान्छु है गाइस यो चाहिँ मेरो लागि रहेछ है अब म पनि खान्छु गाइस म अब खाँदैछु मोमो यो हो हाम्रो घरको मोमो टेस्ट कस्तो छ म चाहिँ टेस्ट गर्दैछु हेर्न सक्नुहुन्छ मस्त साथीहरू बाहिर बजारको भन्दा एकदमै राम्रो छ यहाँ चाहिँ एकदमै राम्रो छ सुप पनि म टेस्ट गर्छु वाउ एकदम मस्त सुप पनि